हाई गाइज फाइनल्ली आज मेरो छुट्टीको दिन म चाहिँ बुढाको कम्पनी आइसकेँ किनकि मेरो बुढाले चाहिँ कम्पनीको साइडमा धेरै प्रकारका तरकारीहरू लगाउनु भएको छ। अनि त्यसपछि बुढी तिमीलाई लगेर भिजिट गराएर आलु खन्ने बेलामा चाहिँ तिमीले खन्ने हो भन्नुभएको थियो। अनि आज चाहिँ हाम्रो फाइनल्ली आलु खन्ने दिन हो। अनि अरू कुराहरू पनि देखाउँछु कि तर आलु खन्न चाहिँ स्पेसल म यहाँ आएको होइन। पहिला त म कम्पनी देखाउँछु, त्यसपछि बुढा देखाउँछु, त्यसपछि बुढाले लगाउनु भएको डिफ्रेन्ट टाइपको तरकारीहरू देखाउँछु है त गाइज। उहाँ चाहिँ मेरो बुढा, हामी के गर्न आएको रे यहाँ? छिटो आलु खाने घर जानु पर्यो, थकै लागिसक्यो। कपाल कस्तो भएको क्या हजुरको? मिलाइके हेर ल है गाइज। यो चाहिँ मेरो बुढाको कम्पनी हो। कम्पनीको ब्याक साइड हो यो चाहिँ, फ्रन्ट साइड उतापट्टि छ। अनि मेरो बुढा चाहिँ त्यहाँनिरबाट भित्र बाहिर गरिरहनुहुन्छ। फर्स्टमा देखाउँछु म हजुरहरूलाई आलु। यहाँ हेर्नु, आलु घर लैजानको लागि मेरो बुढाले बक्स रेडी गर्नुभयो। यो चाहिँ त्यो कुनाबाट यतासम्म यो सबै आलु हो होइन, जुन चाहिँ अहिले हामीले खन्न लगाइरहेछौँ। अनि गाइज यो चाहिँ क्याप्सिकम है, हेर्नु नि यहाँ फलिसकेको छ कि गाइज। ओ माई गड। त्यसपछि यो आलु अहिले हामीले निकाल्ने यता तल छ। त्यसपछि अब टमाटर हेर्नु ल, हेर्नु यहाँ हेर्नु, यति धेरै फुल फुल्छ भनेको अझै यो माथि फल्नको लागि हेर्नु न एकचोटि। यति धेरै छ कि टमाटर होइन। यताबाट आउनुहोस् 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 ल। अब यहाँ हेर्नुहोस्, यहाँ टमाटर हेर्नुहोस् कि टमाटर हामीले अब किन्दैनौँ। ल हेर्नु कति छ, हेर्नु कसरी लगेर यो बिरुवालाई यताबाट लगेर यता मोडेर कसरी गराउनु भएको छ मेरो हस्बेन्डले है। अझै यो फल्नको लागि अझै यति धेरै फुलिरहेछ होइन। अब आयो फर्सी। हेर्नु के खानुहुन्छ, के हेर्न चाहनुहुन्छ? फर्सी हेर्नु। जब कि जग्गा हेर्नु न एकचोटि, बिचमा नाली छ, त्यो कम्पनीको उतापट्टि भित्ता भयो, यो सानो भित्तामा मान्छे राम्रोसँग दुई खुट्टाले टेकेर उभिन मिल्दैन। एकचोटि यताबाट टमाटर हेरिदिनुहोस् त गाइज। ओ माई गड, कति धेरै हो त नि। ल यसरी पुरै बिरुवा लगाएर अब चाहिँ लैजाँदैछु मैले खुर्सानीतिर। यति धेरै छैन, सानो हो खुर्सानी चाहिँ होइन, तर देख्न सक्नुहुन्छ कि खुर्सानीहरू कति धेरै भइसकेको छ। ल हेर्नुहोस् खुर्सानी। हामी बुढाबुढीलाई त 3-4 महिना किन्नै पर्दैन कि। यो साङ्चु यति धेरै खाइयो होइन, तर पनि अझै छ अलिअलि खान मिल्ने। त्यसपछि त्यो पारीको भित्तामा करेला हेर्नु त गाइस। करेला पुरै फुल लगाइसकेको करेलाले होइन, अब फल्न मात्र बाँकी हो। एउटा मात्रै हो त्यो करेला, तर राम्रो भएको छ कि। यिनले लगाइकिन है, यिनले यता हेरिस्यो त एकचोटि। ओहो यो चाहिँ धनिया हो गाइस। फ्रिजमा हामीले फ्रोजन गरेर राखेछौँ होइन। अनि रायोको साग पनि कतिचोटि खाइसक्यौँ। हेर्नु न अहिले, हेर न भाजीले फेरि भाँचेरै देखाउनु लाउनु भयो खालदियो कि। ल अब यता जाउँ। ल अब म टमाटरको पछाडि भएको बदाम देखाउँछु है गाइजहरू। ल यो बदाम हेर्नुहोस्, मुङफली है, मुङफली गाइज। अब यो पनि 1-1.5 महिनापछि त निकाल्ने बेला हुन्छ। मुङफली यति धेरै छ, यो टमाटरको पछाडि सबै मुङफली हो है गाइजहरू। ल हेर्नु कहाँसम्म छ। कसैले कम्पनीमा काम गरेर यति धेरै मेहनत गर्छ त होइन, मेरो बुढाले यति मेहनत गर्नुहुन्छ। अब यो भयो अर्को पाटो होइन, फेरि अर्को साइडमा पनि अर्को कर्नरमा पनि छ। म त्यहाँ जाँदैछु होइन। यो अघि देखाएको चाहिँ त्यो कर्नरमा थियो होइन, अब म जाँदैछु फेरि यताको कर्नरमा। ल यो चाहिँ नेपालबाट लिएर आएको बोडी है। यो चाहिँ एउटा मात्रै भयो राम्रो, एउटा मात्रै हो उम्रेकै, एउटा हो कि एउटा मात्र उम्रेछ, तर पनि फुल लागिसक्यो हो। अब यो फल्न बाँकी छ, फल्छ होला मेबी होइन। ल त्यसपछि अब काँक्रो हेर्नुहोस्। ल काँक्रो यति धेरै खाएको हो कि यो काँक्रो त होइन, यो त लास्टतिर बचेको, अझै फुल्दैछ। ल हेर्नु, हेर्नुहोस् काँक्रो। ल काँक्रो हेर्नु। ओ माई गड, काँक्रो हेर्नु त। ल हेर्नु काँक्रो खाने हो गाइज। ल काँक्रोलाई कसरी व्यवस्थित गर्नुभयो मेरो हस्बेन्डले। ल हेर्नु, जग्गा चाहिँदो रहेछ त, बिगा बिगा चाहिँदैन। अब यो के हो बेबी? अब खरबुजा हेर्नु गाइज। खरबुजा सबैभन्दा महँगो, कोरियामा सबैभन्दा महँगो खरबुजा लागेको मलाई। सामानुन भन्छ एउटाको होइन, त्यति महँगो छ। मेरो बुढाले खरबुजा गराउनु भयो भने किन्न नपरोस् भन्ने मेरो विस हो गाइज। हेर्नु न खरबुजा पनि फलिसकेछ कि, सानो छ है, तर सानो छ बारी, सानै छ के त, सानै छ जहान, नगरी काम पुग्दैन खान सागर बिहान। ल कसै चाहिँ काँक्रो टिप्न लाग्यो है गाइजहरू।
एकचोटि जग्गा हेर्नु न जग्गा बेबी एकदम दुःख गर्ने छ नि फर्सी यता पनि छ है गाइजी यहाँ हुँदैछ त्यही भएर हामी त नभनौँ मेरो बेबी ल यहाँ बदम सुरु भयो गाइज मुखली यहाँबाट सुरु भएर लिएर यति धेरै छ ल हेर्नु ल अब एक दिन चाहिँ यो बदाम फलेर निकालिसकेपछिको भिडियो लिएर आउँछु थ्याङ्क यू फर वाचिङ ल गाइज आलु एउटा दुईटा तिनटा चारवटा लो एउटा चारवटा फलेछ कत्रो फल्यो हाई गाइज अघि बुढाले लगाउनु भएको आलु बुढाले निकाल्नु भयो अब म यो निकाल्छु है त कतवटा यो पनि मैले लगाएको हो फेरि तिमीले लगाएको होइन नि अरू के त्यसरी बिस्तारै बिस्तारै ओ ल है गाइज आलु त्यसलाई यहाँ यसरी हाल्नु ल एकैचोटि यसमा धेरै फले जस्तो छ है ओ माय गॉड यो देखाउँ त मुटु ल ल गाइज आलु देखो गाइज आलु अब भित्र हेर त्यहाँ कति छ ल गाइज यति आलु आइसक्यो आलु देख्दाखेरि छैन तर यत्रो फलेको हेर न कति होला के फलेको पनि आम्बो कति होला त नि फलेको पनि सक्छ त कसैले सक्दैन नि फेरि तपाईँहरू पनि यतिको जागरीले चाहिँ हुनपर्छ है मेरो बुढा जतिको म त छैन म त लास्टे अल्छी हो तपाईँहरू पनि यतिको जागरिलो हुनपर्छ त्यही हो थ्याङ्क यू फर वाचिङ मेरो च्यानल सब्सक्राइब गर्नु होला नगर्नु भएकोले पनि लाइक कमेन्ट गर्नु होला कुनै कुराहरू सजेस्ट गर्नुपर्ने भए गर्नु होला थ्याङ्क यू रोक्नु न एकचोटि अब बुढाले लगाउनु भएको खरबुजा खान त अझै टाइम लाग्छ सो बाटोमा खरबुजा बेच्न राख्नु भएको रहेछ त्यहाँबाट हामीले एउटा किन्यौँ किनकि यो गर्मीमा खरबुजा खानुपर्छ अनि सधैँ यस्तै मेहनत गरिरहनु होला मलाई नआए पनि तपाईँले गर्नु होला है तपाईँले लगाएको तरकारी फलफुलहरू खान पाऊँ मैले थ्याङ्क यू फर वाचिङ बाई बाई